गाइज हामी त खाडीतिर पो छौँ हौ साथीहरू खाडीतिर हुन्छ भनेर म चाहिँ अलिकति लाज नमानिकन भ्लग बनाइदिन्छु धेरै लजाउने होइन नि फेरि त्यहाँ अहिले चाहिँ हामी गाडी जाममा रोकिरहेको छ बाहिर हेलो गाइज आज चाहिँ हामी मेडिकलको लागि जाँदैछौँ है त्यसपछि हामी चाहिँ 2 years पछि हेड अफिसमा जाँदैछौँ भनौँ न है हेड अफिसमा गएको थिएन है हामी चाहिँ अब हामीले चाहिँ हेड अफिस लगेर त्यसपछि मेडिकल गर्न लान्छौँ अरे लानुहुन्छ अरे हामी चाहिँ हाम्रो चाहिँ आज 1 years भएपछि चाहिँ यहाँ चाहिँ कुवेतमा चाहिँ रुल्स छ कि 1 years भएपछि मेडिकल गर्ने अनि हामी चाहिँ मेडिकल लागि जाँदैछौँ त्यही भएर अरू बेलामा चाहिँ हामी एकदम बिजी हुन्छौँ आज चाहिँ हल्का फ्री भनौँ न है मेडिकल चेक गरेर जान लागेको हुनाले हामी चाहिँ आज ब्लग बनाउँदैछ है त गाइज सब्सक्राइब माई युट्युब च्यानल पर्छ अनि टाइम भनेको हुँदै हुँदैन भ्लग बनाउने टाइम नै हुँदैन गाइजहरू नरिसाउनु होला 2 हप्ता भइसक्यो होला मैले भ्लग नहालेको लगभग आज चाहिँ हामी मेडिकल गएको बाटोको हल्का राम्रो राम्रो ठाउँहरूको चाहिँ म भ्लग बनाएर हाल्दै वाउ MSNRY मेडिकलमा आएको हेड अफिसमा आएर जम्मा 2 जना छ केटी मान्छे चाहिँ जम्मा अहिले 2 जना छ अरूहरू पनि आउनुहुन्छ हामी चाहिँ वेटिङ हेड अफिसमा अरू साथीहरूको वेटिङमा छु कस्तो घाम के अलिकति भित्र बस्यो भने जाडो लाग्ने बाहिर बस्यो भने गर्मी लाग्ने किन यस्तो भएको होला गाइस तपाईँहरूले भनिदिनु त मौसम किन चेन्ज भएको होला भनिदिनु रे उसले भने है फेरि जसको भोइस आउँदैन उसैले भन्छ कि मौसम किन चेन्ज भएको होला गाइस भनिदिनु त है गाइस यसपालि चाहिँ मेडिकल गर्न नै त हेड अफिस ल्याएर छोडेको छु अरूहरू सबैजना आइसकेपछि चाहिँ अनि हामीलाई लान्छ गाइस चाहिँ लास्टै भयो घाममा यो कस्तो हो फेस पनि चाम्राङ चुम्रुङ परे साँच्चै यो फेस के भयो यो घामले निन्द्रा लागिरहेछ गाइस उसलाई चाहिँ निन्द्रा लागिरहेछ रे अहिले चिप्स देख्छ चाहिँ निन्द्रा भएको छ मेडिकलमा सुई लगाइदिन्छ अरे मलाई कस्तो डर लागेको छ सुईदेखिको सुई भनेपछि साह्रै डर लाग्ने मान्छे हो है अनि आज चाहिँ अस्ति चाहिँ हाम्रो साथीको मेडिकल भएको थियो अनि त्यो मेडिकलमा चाहिँ सुई लगाएर के त्यो साथीको यस्तो पाखुराहरू दुखिरहेछ भनेर भन्दै थियो र मलाई झन् साह्रै डर लाग्यो कि यो मेडिकलमा सुई लाउँछ भने 4 साल चाहिँ हामीले सुई लगाएन है यसपालि चाहिँ लाउँछ अरे भन्ने सुनिरहेको छ म चाहिँ सुई भनेपछि पहिले 7 कोस टाढा भाग्ने मान्छे हो क्या पहिले सानो डर छेरु यही हो सबैभन्दा डर छेरुवा चाहिँ म हो क्या सुई भनेपछि पहिले पनि म भएको थिएँ है सुरुदेखि नै डर लागि फर्स्ट टाइम मलाई त्यो हुन्छ नि सुगर चेक गर्ने बेलामा यो औलामा हुन्छ नि त्यो सुगर चेक गर्ने बेलामा चाहिँ गाई साथीलाई हेऱ्यो म चाहिँ डरले भित्रैदेखि कस्तो भइरहेको थियो कि अनि डक्टरले चाहिँ त्यो सुगर चेक गर्न र त्यो मेसिनले ट्याक्क पारेर त्यो सुईले घोटिदिँदो रहेछ क्या त्यो घोटेर चाहिँ हस्पिटललाई थर्किने गरी करायो क्या म कति कसेर डरले अनि साथीहरू त ला के नै गर्दो रहेछ भन्ने साथीहरू त बाहिरको साथीहरू पुरा डराएर बस्यो क्या म त चिच्याइदिएको त पछि त एकैछिनमा गएँ क्या अनि एकैछिनमा केही पनि त्यो प्याट्टा मात्र बज्यो अनि भुतुक्कै गएँ कि म त सुई भनेपछि साह्रै डर लाग्ने मान्छे त्यो सुगर चेक गर्दाखेरि पनि मलाई त साह्रै उयो भयो कि अनि म चिच्याएको देखेर चाहिँ मेरो साथीहरू सबजना डराइरहेको थियो कि अनि उनीहरू पछि जाँदाखेरि डराउने मान्छे उनीहरूलाई त डरै लागेन रे भाइ मलाई मात्र डर लागेको छ उनीहरूलाई त डरै लागेन रे त्यो भनेको सामान्य भनेर भने कि
अनि सामान्य म त लास्टै डर्सेर के यो सुई भनेपछि पहिल्यैदेखि यस्तो भयो के भयो होला है। अब आज पनि सुई भन्छ है, म के गर्ने होला, डरले कस्तो हुन्छ होला जस्तो लागिरहेको छ कि भगवान्। म त सुई भनेपछि पहिल्यैदेखि डर लाग्छ कि है। हेलो गाइस, हामी चाहिँ 7जना केटीहरू भयो गाडीमा आएर चाहिँ 7जना केटीहरू भयो। उहाँहरू चाहिँ अर्कै लोकेसनको हो अनि मनिका अर्कै लोकेसनको हो। अनि हामी चाहिँ यहाँ आएर 7जना केटीहरू हाम्रो रविना कता गएछ? यहाँ चाहिँ रविना चाहिँ के गरे हामी चाहिँ अब मेडिकल गर्नको लागि लानु लागेको छ होइन। अनि त्यसपछि गाडीमा चाहिँ भर्खर हेड अफिसबाट चढेको। हेड अफिसमा चाहिँ सबैजना जम्मा भयो अनि सबैजना जम्मा भयो। अब चाहिँ म बाहिर एकछिन हाम्रो चाहिँ भर्खरै मेडिकल सकेको छ है। एक्सरेहरू म चाहिँ धेरै डर लागेर मैले चाहिँ यहाँतिर ब्लड निकालेको छु नि। यो निकाल्ने डर लागेन, यति धेरै डर लागेन, कति धेरै डर लागेको थियो के। हाम्रो चाहिँ हल्ला सदीक्षा ब्लग सकेर चाहिँ हामी चाहिँ अब बाहिर निस्केको छ है गाइस। अब चाहिँ हामी बाहिरतिर हिँडिरहेको छौँ गाइस। वासरुम जाने नि त अब त्यति टाइमपछि उनीहरूले त त्यो केटीहरूले त भन्दै थियो कि के अरे हामी माबुला जाने हो, माबुला जाने भए ट्याक्सीमा जाउँ भनेर भनिरहेको थियो। मैले त होइन हामी गाडीमै जान्छौँ भने पैसा नहुनु पो जान्छ होइन त। हामी 3जना चाहिँ फाइनली मेडिकल खलास भइरहेको छ है त। 1 वर्षको लागि ड्याङ्गा छाप छोपेर आएको छु है। एक्सरे कसरी गरेको थियो यसरी उभिन पाएको छैन, खलास भन्छ लामो सास फेर भन्छ यता हो कि मलाई पुरै याद छ यार पोर्सालको। त्यता होइन, यता हो, यता ऊ त्यो बिल्डिङमा हो के टोइलेट जाने चाहिँ ए म त बस्दै गयो भनेर बस्दै यता हो यसको ब्याकग्राउन्ड चाहिँ राम्रो छ। उनीहरू जानेरी अब केटीहरू त्यही उनीहरू जाने हो भनेर सोधिरहेको थियो, पैसा मिलेर जाउँ ट्याक्सीमा भनेर भनिरहेको थियो। होइन अर्कै बिल्डिङ हो ए, उनीहरू सेम बिल्डिङमा हो नि त। तर तिमीले भनेको कुरा सही रहेछ नि त। के यहाँनिर त त्यो हामीलाई उनी गरेन नि थाहा, हाम्रो ब्लड मात्रै निकाल्न हाम्रो भ्याक्सिन लगाएन नि। लाउँदैन के हाम्रो 10 केडीको उसमा चाहिँ छापमा चाहिँ हाम्रो भ्याक्सिन नलाउने रहेछ हौ गाइज। 15 केडीको 18 केडीको त्यस्तो 17 केडीको चाहिँ भ्याक्सिन लाउने रहेछ। धन्न म बच्चेँ यार, रगत चाहिँ निकालेँ यार, रगत निकालेको। यहाँ हेर्नु गाइज कस्तो मलाई आमा आँखा चिम्लेर बसेको थियो। म त झन्डै हेरेको त कस्तो ढुकढुक ढुकढुक भएको थियो के। हामी चाहिँ अहिले हिँडिरहेको, मतलब हामी वासरुम आएको है। ओइ कस्तो राम्रो फुल भाइ, ओइ कति राम्रो फुल, आहा वाह कस्तो राम्रो फुल गाइस। हेरौँ यहाँ, वाह कस्तो राम्रो फुल रहेछ। वाह कस्तो राम्रो, यो भित्र नि कस्तो राम्रो छ नि, दामी ठाउँ छ यो भित्र नि। हेलो गाइस, फाइनली हाम्रो
काम समाप्त भयो है। यो हलमा चाहिँ क्या आनन्द पारेको छ क्या। आज चाहिँ सुनसान रहेछ यार, यस्तो हाल छ यहाँनिर वरिपरि सुनसान घुमाउनु छ कि यस्तो छ यस्तो छ यस्तो छ यस्तो छ गाइस। अबदेखि हामी चाहिँ अहिले एकछिनमा के खान्छौँ तपाईँहरूलाई देखाउँछौँ है त गाइस। एकछिन स्किप नगरिकन मेरो भिडियो हेरिदिनु होला हजुरहरूले। किनभने हाम्रो चाहिँ काम कुरो पारेर है वासरुमको काम जति खलास पारेर हामी हिँडिरहेको छौँ गाइस। हामी चाहिँ अब बाहिर जान्छौँ अनि हामी चाहिँ के भन्नु खाजा पनि खाएको छैन के गाइस। त्यसपछि हामी चाहिँ खाजा खान्छौँ है त गाइस। कता रे कुन साइडमा रे कस्तो राम्रो छ नि घुम्ने ठाउँ। यतै हो पर हो कि कता हो? ऊ यहाँ हो खोइ अब खोज्छ होला जाउँ है नजा खोज्छ होला। हामी बरु गाडी छेउमा गएर बस्यो भनेदेखि त हुन्छ नि। त्यही हो राम घुम्ने ठाउँ। केटाहरूको सक्यो कि है टेन्सन हुन्छ फेरि फेरि जाम पर अनि टाइम लाग्छ फेरि त्यो हो कि बस पछि अर्कै बस आउँछ भन्दै थियो। अर्कै बस आउँछ ऊ यो दिदीहरू त यहीँ छ ऊ यो दिदीहरू यहीँ छ। कसम से तू बडा झुठा। यहाँ चाहिँ अलिकति बस्ने ठाउँ जस्तो रहेछ कि कस्तो राम्रो रहेछ है। हल्का राम्रो बस्ने ठाउँ जस्तो रहेछ कि। हिँडेको छ उभिएको छ गाइस। साँच्चै भनेको भित्र भिडियो बनाउन मिल्ने भएकोदेखि नि गाइस मैले भिडियो बनाउँथेँ कि यति लामो लाइन थियो आमा हो। सेलरोटी पाक्यो भने के फन घुमेकै कति धेरै घुमेँ है। घुम्दा बल्ल हाम्रो चाहिँ काम खलास भएर नि हामी हिँड्दैछौँ है। चारजना साथीहरू चाहिँ अगाडि हुनुहुन्छ कि अगाडि दुईजना पछाडि हुनुहुन्छ है। कसम से तू बडा झुठा। त्यता बस्ने हो कि ऊ त्यता बस्ने हो? गाडी त्यतैबाट आउने हो कि के हो? गाडी आछ रोबिन कतै बस्ने ठाउँ छ भन्ने बस्ने ठाउँमा गएर ऊ खाजा खाइदिउँ है। फुलको पनि कस्तो राम्रो छ है। योभन्दा 1 इयर अगाडि पनि हामी यही हस्पिटलमा आएको थियौँ है। यो हस्पिटलमा आएर हामीले चाहिँ सेम प्रोसेस गरेको थियो। अहिले पनि हामी यही हस्पिटलमा आएको छौँ। हावा छेक्ने ठाउँतिर पसौँ न है रबिना। हावा आएको मलाई त कस्तो जाडो लाग्यो। यता पनि हावा आएको रहेछ हेर्नु चाहिँ हल्का खुल्ला ठाउँ छ के। हामी पनि त्यता छेउमा गएर बस्थ्यौँ है। गाडी आएको हामी चाहिँ के खाना खाएकोदेखि भोकै थियो कि हामी चाहिँ होइन 12 बजीतिर खाना खायो। 12 बजीतिर खाना खाएकोदेखि चाहिँ हामी भोकै थियौँ। अनि त्यसपछि हामी चाहिँ यो मेडिकलले गर्दाखेरि फ्री नै भएको थिएन। अहिले चाहिँ फ्री भएर हामी चाहिँ चिप्स खाँदैछौँ। हामी 3जना चाहिँ हामी साथीहरू चाहिँ चिप्स खाँदैछौँ। हामी चिप्स खान्छौँ। तपाईँको परिचय दिनु त। तपाईँको नाम के हो? मेरो नाम सरिता हो। घर कहाँ हो? घर कहाँ हो भन्नु त? झापा
तिम्रो घर जानु सँगैको साथमा थालिन्छ थाहा छैन अनि रबिना कहाँको हो रबिना मोरङको विराटनगर मोरङ विराटनगर रबिना मनिता झापा सदीक्षा सरलाई छिमेकी परेको भन्दै सदीक्षा चाहिँ सरलाई है सिटमा चाहिँ कोही पनि आएको छैन के सबजना चाहिँ मेडिकल खलास भएको छैन केटी यहाँ चाहिँ लेडिज फर्स्ट हो कि अनि त्यही भएर लेडिज फर्स्टको चाहिँ सक्यो मेरो साँच्चै क्यामेरा यार कसले बनायो कि यस्तो क्यामेरा यार रियल भन्दा पनि बत्तर देख्ने क्यामेरा मन्ता कसले बनायो कि यस्तो क्यामेरा रियल भन्दा पनि बत्तर देख्ने क्यामेरा राम्रो त हेर कति राम्रो कस्तो राम्रो मान्छे जस्तो त्यस्तै साँच्चै म त खत्रै मोटा आइक्यो यार मेरो फेस त यत्रो छ त अगाडि फाइनली हाम्रो चाहिँ मेडिकल सकेर सबैजना रेडी भएर चाहिँ हामी घर फर्किँदैछौँ राति हुँदा लाइट बक्रोमा धेरै लाइट हुन्छ नि त्यहाँ राम्रो त्यो अगाडि चाहिँ She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like old